इफ तपाईको कुनै पनि एज ग्रुपको लागि स्कुल छ र तपाई पनि आजकल एकदम चलिरहेको ईवी एडप्सनबाट नयाँ ईवी स्कुल भेहिकल लिने सोच या प्लानिङमा हुनुहुन्छ भने कि 11 सिटरको गाडी कि 14 सिटरको चाहिँ अहिले मार्केटमा विभिन्न ब्रान्डको अप्सन्सहरू छ माइक्रो भ्यान टाइपको कुन लिँदाखेरि मोर फाइनान्शियल सेन्स बन्छ भनेर आजको भिडियोमा यसको एकदमै रियलिस्टिक ब्रेकडाउन हेरौँ है त। के थाहा यो भिडियोले तपाईको लाखौं रुपैयाँ बचाइदिई पो हाल्ने हो कि। पहिला सुरु गरौँ किन्नलाई लाग्ने कस्टबाट। नेपाली मार्केटमा टेन्टेटिभली 11 सिटरको भ्यानको कस्ट 45 लाखको हाराहारी छ भने 14 सिटरको चाहिँ 57 लाखको हाराहारी छ। यसरी हेर्दा लाटो हिसाबमा नै पर्चेज प्राइस नै डिफरेन्स छ 12 लाख जतिको, बट सिट पनि त बढी छ नि, हैन र? मोर डिटेलमा हेर्ने हो भने यो टेबलबाट अरु प्रश्न हुन्छ। ईवी गाडी हो सो नयाँ नियम अनुसार 60% बैंक फाइनान्सिङ हुन्छ र इफ एभरेजमा नै इन्ट्रेस्ट रेट 10% नै बैंकले लियो भने पनि 5 वर्षको लागि तपाईले यो 11 सिटरमा मन्थली ईएमआई तिर्नुपर्ने हुन्छ 57,367 र 14 सिटरमा चाहिँ कति तिर्नुपर्छ त भन्दा 72,665। डिफरेन्स एक्स्ट्रा 15,000 जतिको आउँछ हरेक महिना। 5 वर्षसम्मको कस्ट अफ ओनरशिपको कुरा गर्नुहुन्छ भने इन्ट्रेस्ट र डाउन पेमेन्ट दुइटै गरेर तपाईलाई 11 सिटरको टोटल पर्न जान्छ कति त भन्दा 52,42,000 जति, अनि उता 14 सिटर्सको चाहिँ तपाईलाई 66,39,000 जति चाहिँ पर्न आउँछ। यसमा तपाईको एक्स्ट्रा खर्च 14 सिटरको चुज गर्दाखेरि कति आयो त भन्दाखेरि झन्डै 14 लाख जतिको आयो। यो याद राख्नु होला है। अब आउँ गाडी लिइसकेपछिको आम्दानी गर्न सक्ने पोसिबिलिटीको। एकजना स्टुडेन्ट बापत स्कुलले म्याक्सिमममा 3,500 जति लिन्छन् र 11 सिटरले कहाँ भनेको जति मात्र बोक्छ त। 11 को 16 त गरिहाल्छ प्र्याक्टिकल्ली, अनि 14 सिटरले पनि 14 को 19 त गरिहाल्छन्। त्यो गरे पनि इन्कम कति हुन्छ त भन्दाखेरि 11 सिटरबाट लगभग 16 इन्टु 3500 गर्दाखेरि 56,000 जति भने 14 सिटरबाट चाहिँ 19 इन्टु 3500 गर्दा 66,500 जति महिनामा। अब स्कुल हो सो दुई ट्रिप त गर्नै परिहाल्यो, सो त्यसको ठ्याक्क डबल गर्दाखेरि पनि कति हुन्छ त भन्दा 11 सिटरको 56,000 इन्टु 2 गर्दा 1,12,000 र 14 सिटरको 66,500 इन्टु 2 गर्दा 1,33,000 हुने भयो। अब यो फिगरलाई गाडीको 5 वर्षसम्मको किस्तासँग कम्पेयर गरेर हेरौँ है त। 5 वर्षसम्मको क्याल्कुलेसनले आम्दानीमा चाहिँ 11 सिटरको 67,20,000 जति हुन्छ भने 14 सिटरको चाहिँ 79,80,000 जति हुन्छ। भनेपछि तपाईको एक्स्ट्रा कमाई 14 सिटरको चुज गर्दाखेरि कति आयो त भन्दा 12,60,000 जतिको आयो। सो आम्दानीको डिफरेन्स इज 12,60,000 अनि अघि क्याल्कुलेट गरेको खर्चको डिफरेन्स इज 14 लाख। यहाँ आम्दानी भन्दा खर्च नै बेसी हुने देखियो 14 सिटरको अप्सनमा। कतिले भन्दाखेरि एक्स्ट्रा 1,40,000 जतिले। सो यसो हेर्दा जहिले पनि धेरै सिटर इज बेटर जस्तो लाग्छ नि हामीलाई। यो केसमा चाहिँ मेबी 11 सिटर नै अप्टिमम र प्रफिटेबल होला जस्तो सिनेरियो देखियो है त। सो एकचोटी यो क्याल्कुलेसन चाहिँ सम्झिनु होला बिफोर यु बाई दैट EV स्कुल भ्यान टु मेक लजिकल स्मार्ट फाइनान्शियल